देख्न सक्नुहुन्छ दर्शकबिन, हजुरले चाहे के हुँदैन र। अस्ति हामीले भिडियो हाले लगत्तै फेरि पनि उहाँले भिडियो त बनाउनु भयो, तै पनि म पनि उहाँलाई सहयोग गर्छु। मैले नै सुरुवात गरेपछि अरूले सुरुवात गर्नुहुनेछ भन्ने उहाँले आशाका साथ आफूबाटै नै अगाडि सुरुवात गर्छु भन्नेका आशका साथ उहाँ रामबहादुर विकज्यूले चाहिँ बिरामी भएका व्यक्तिलाई सहयोग गर्दै हुनुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ उहाँले चाहिँ आफ्नो भ्याउने अनुसारले उहाँले फेरि पनि आउनु नै छ दैनिक रूपमा। उहाँको आवश्यकता के छ, भर्खरै चाहिने पर्ने के छ उहाँलाई आवश्यकता जरुरी ऊ बुझेर उहाँले आर्थिक रूपमा, भौतिक रूपमा र सम्पूर्ण रूपमा उहाँले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौँ। अहिले चाहिँ उहाँले बिरामीलाई चाहिँ सहयोग गर्दै हुनुहुन्छ। हजुर पनि सहयोग गर्न चाहनुहुन्छ भने यसै पनि सहयोग गर्नुहोला र हजुरले 2-4 कुरा भनिदिन सक्नुहुन्छ। 2-4 कुरा भनिदिनु न। मैले पनि जसरी उहाँको स्वास्थ्यको समस्या देखेर जो अस्ति आएको थियौँ, भिडियो बनायौँ, अनि मैले उहाँलाई के सहयोग गर्नुपर्छ भन्ने मेरो मनले त्यो कुरा ल्यायो र मैले आफ्नो सक्दो सहयोग हाम्रो हेसराज पुनलाई मैले सहयोग गरेको छु। र तपाईँहरूले पनि ठाउँ ठाउँबाट जसरी हाम्रो कमेन्टमा भन्नुभएको छ, हामी सहयोग गर्छौँ। आज उहाँको प्रत्यक्ष रूपमा देख्नुभयो, फेरि हामीले सहयोग गरेको। तपाईँहरूले यो सहयोगलाई एकदमै आत्मसात गरेर तपाईँले आफ्नो मनबाट जसरी हुन्छ, जति थोरै या धेरै ठाउँबाट सहयोग गर्नु होला भन्ने कुरा म तपाईँलाई बुझ्न चाहन्छु म।